फर्स्ट अफ अल सबैजनालाई धन्यवाद मेरो ब्लग्स हेरिदिनु भएकोमा। अनि हामीले चाहिँ यहाँ बेरिङहरू फिट गरिसक्यौँ है। बेरिङहरू फिट गरिसकेर एनबोनहरू पनि ल्याप्लिप्पै पारेर दलेर त्यहाँदेखि हामी यता पिस्टन लाउनुको लागि रेडी गरेर रहेछ। पिस्टनहरू चडक्कै लाएर चाहिँ फिटिङ गर्नुपर्ने छ। यहाँ छ पिस्टन, यो मान्छेले चलेको छ गुरुजी। अन्त यहाँ पिस्टनको हाउसिङ दुईटालाई चडक्कै उठाएर लगेर यहाँनिर चटक्कै फिट गरेर चाहिँ जुरुक्कै उठाएर मेसिनले त्यहाँनिर पुर्याउनु पर्ने छ। यहाँनिर चडक्कै राखेर चाहिँ त्यहाँ आजको काम यतिमा समाप्त हुन्छ। अनि अझै हाम्रो सामानहरू आएकै छैन। सामानहरू दुईटा सामान छ आउनुपर्ने। यहाँ लाइनर मेन्टल भन्ने यहाँनिर एउटा हुन्छ हो। त्यहाँदेखि त्यस्तै छ के गर्नु कामहरू। हेरिदिनु होला मेरो ब्लग्सहरू सर्ट्सहरू।